हामीले मेन स्ट्रिममा पनि कहीँ पनि यो कुरा बारेमा चाहिँ त्यति बोलिरहेको पाइरहेको छैनौँ। त्यसैले गर्दा मान्छेहरूलाई चाहिँ थाहा नै छैन कि मोटोपनले गर्दा पनि क्यान्सर हुन्छ, हाम्रो खानपिन नमिलेर पनि क्यान्सर हुन्छ र हामीले चुरोट रक्सी नै खानुपर्छ भन्ने छैन, विषादी नै खानुपर्छ भन्ने छैन क्यान्सर लगाउनको लागि। क्यान्सरको बारेमा WHO वर्ल्ड हेल्थ अर्गनाइजेसनको वेबसाइटबाट केही फ्याक्टहरू हेरौँ है त। क्यान्सरबाट 10 मिलियन डेथ भयो अरे 2020 मा, भनेको चाहिँ 6 जना मान्छे मर्दाखेरि 1 जना मान्छे चाहिँ क्यान्सरको कारणले गर्दा मर्यो। एकदमै कमन क्यान्सरहरूमा चाहिँ स्तन क्यान्सर, फोक्सो क्यान्सर, त्यसै आन्द्राको क्यान्सर र प्रोस्टेट क्यान्सर भयो। र 33% क्यान्सरहरू सुर्तीजन्य पदार्थको धेरै प्रयोग गरेर, हाई बडी मास इन्डेक्स, मोटोपन भएको कारणले गर्दा, अल्कोहल धेरै खाएर, फ्रुट्स एन्ड भेजिटेबल कम खानाले र फिजिकल एक्टिभिटी त्यति नगर्नाले भइरहेको छ। र अरू क्यान्सरको कारणहरू भनेको चाहिँ एयर पोल्युसन, इन्फेक्सनहरू, ह्युमन प्यापिलोमा भाइरस, हेपाटाइटिसहरूले गर्दा पनि हुन्छ। तर मलाई जोड गर्न मन लागेको कुरा भनेको चाहिँ क्यान्सर कुरा गर्ने बित्तिकै रक्सी भयो होइन, चुरोट भयो, यो के अरे सुर्तीजन्य पदार्थ भयो, यिनीहरू चाहिँ एकदमै नखानुपर्छ भन्ने प्रायलाई थाहा भइरहेको हुन्छ। तर कसैले पनि किन हाई बडी मास इन्डेक्स भनेको मोटोपन, त्यसै गरी फ्रुट्स एन्ड भेजिटेबल कम खानु, फिजिकल एक्टिभिटी कम गर्नुको बारेमा चाहिँ कुरा नै गरिरहेको हुँदैन। चुरोट खाइरहेको मान्छे कोही देख्यो भनेदेखि चाहिँ क्यान्सर लाग्छ नखा भनेर भनिरहेको हुन्छौँ, तर मोटोपन अथवा चाहिँ मोटो भएको व्यक्तिलाई त कसैले पनि त्यस्तो भनिरहेको हुँदैन।